कस्तो मिठोले प्रयोग गर्ने शुद्ध गाईको घिउ यही हो। यो इलामबाट आयात हुन्छ। यही शुद्ध घिउमा बनाइएको परिकार सबैलाई खुवाउन पाएकी छु। सबैलाई मन पनि परेको छ यो घिउबाट बनेको परिकार। त्यही भएर पटक पटक मलाई अर्डर पनि आएको छ। आज धेरै परिकारहरू मैले धेरैजनालाई खुवाउन पाएकी छु। सबैको घर घरमा पठाएकी छु। बिहानैदेखि रमाइलो भएको छ। आज गोजी बनाउने प्रोग्राम राखेको थिएँ। आज मेरो गोजीको पनि अर्डर थियो। तर मैले चाहिँ यो पालि गोजीमा कुनै पनि अरू यो सुजीहरू के पनि हालिन, किनभने सुजीको टेस्टले गर्दा पुरा त्यो गोजी नै खतम हुने रहेछ। त्यही भएर मैले खुवा र ड्राई फ्रुट्स अनि मिश्री हालेर बनाएकी छु। यता शुद्ध घिउबाट बनाइने सेलको तयारी भइरहेको छ। आज सेलको पनि अर्डर थियो। तारा दिदीले मजासँग सेल बनाउने तयारी गर्दै हुनुहुन्छ। यसरी आजको मेरो दिन बित्दैछ। रमाइलो भइरहेछ। एभ्रिडे भेराइटिज बन्दैछ। यता गोजीमा हाल्ने मसलाको लागि खुवालाई रातो पारेर यसलाई चाहिँ पुरै रातो बनाउनु पर्छ, नभए भने पछि छिट्टै बिग्रिने सम्भावना हुन्छ गोजी। त्यही भएर बेसरी भुट्नुपर्छ। यता सेल बनाउनको लागि घिउ तात्दैछ र सेल पनि धमाधम बन्न सुरु भएको छ। सुरुमा त मैले नै हालेँ सेल, किनभने मलाई सेल पकाउन असाध्यै रमाइलो लाग्छ। राम्रो हुन्छ मैले बनाएको सेल पनि, एकनासको हुन्छ। सबै मरमसला जति पनि सेलमा हाल्ने हुन्छ सबै पुग्नुपर्छ। यता गोजीको मसलाहरू मिलाउँदै हुनुहुन्छ तारा दिदीले, र गोजी पनि धमाधम तयारी हुँदैछ। यसरी गोजी पकाउन पनि शुद्ध गाईको घिउ फ्राई प्यानमा कराईमा हाल्दैछौँ, किनभने अब शुद्ध घिउमा बनाएको कुराको टेस्टै बेग्लै हुन्छ। त्यही कारणले मलाई जे पनि मान्छेले भन्छ नि तेलमा बनाएको भन्छन् के, सेल या चाहिँ नि खजुरी गोजी कुनै पनि गुलियो कुराहरू यस्तो जुन फ्राई गर्ने टाइपको, तर हामीले कहिले पनि यस्तो तेलमा पकाएको कहिले पनि खाएनौँ। शुद्ध घिउमा पकाएको खाने भएको कारणले गर्दा मलाई त्यो तेलमा पकाएपछि त्यसको अस्तित्व नै गएको जस्तो लाग्छ। बरु 6वटा बनाऊ, 10वटा बनाऊ, 1 दर्जन बनाऊ, किन 50वटा 100वटा बनाउने। तर घिउमै बनाऊ भने त्यो घिउमा बनाएर त्यो खाँदाखेरि यत्रो मेहनत गरेको हुन्छ, यति खर्च गरेर बनाएको हुन्छ, तर त्यो तेलमा बनाएपछि त्यसको अस्तित्व नै गएको जस्तो लाग्छ। त्यही भएर म त बरु गर्दै गर्दिनँ, गरेपछि राम्रै गर्छु र खाँदै नखाने खाएपछि बेस्ट खाने मिठो खाने मेरो सोच त्यही हो। यसरी यी सामानहरू पठाउन रेडी गरेर राखेको छ। मैले चाहिँ जहिले पनि कसैका सामानहरू पठाउँदा यसरी प्रेजेन्टेबल होस्, किनभने मान्छेलाई हेर्दा पनि आनन्द आओस् न, त्यसरी पठाउँछु। आज त धेरैचोटि धेरै ठाउँमा मैले सामानहरू पठाएँ, कतै थोरै कतै धेरै, कतै अब भेराइटिज फरक फरक गरेर। अब कस्तो हुन्छ थाहा छैन। यता चाहिँ नि अब आज उसको लड्डु सौँफ मेथी पिनेको, सौँफ पिनेको, अनिखेरि त्यसपछि गुँदहरू हालेर मजासँग त्यो लोग्ने मान्छे स्वास्नी मान्छे जसले पनि खान मिल्ने गरे मैले लड्डु बनाएको छु। त्यसमा पुरै त्यो डेट्सहरू पनि हालेको छु, टन्न ड्राई फ्रुट्सहरू हालेर गजबको टेस्ट भएको छ। मस्तसँग घिउ पुगेको छ चमचमाउँदो गरेर। अनि मिश्री म फेरि यो चिनी हाल्दिनँ क्या। म यस्तो यो चास्नी बनाउनेमा पनि मिश्रीकै काँडा बनाउँछु, र यस्तो लड्डुहरू बनाउँदाखेरि पनि मिश्री नै पिनेर हाल्ने। अब आजकल अब दाँत सबैको बिग्रिन्छ नि, त्यो कारणले नभए कागजी मिश्रीलाई बेसरी कुटेर हाले पनि हुन्छ, अलिअलि मतलब धुलो पारेर। तर मैले चाहिँ सबै धुलै बनाएर हालेँ। यसरी तारा दिदीले मिलाउँदै हुनुहुन्छ। उहाँको चाहिँ नि मेन कुरा काम गराइ चाहिँ असाध्यै मनपर्छ। जे काम गर्दा पनि एकदम सरक्क गर्ने, निट एन्ड क्लिन। त्यो यता छर्नी यता पोखिने त्यस्तो केही गर्नुहुन्न। अब यो ठुलै बाटामा खनाउन पर्ने स्थिति आयो। त्यही भएर मलाई चाहिँ यो स्टिलको भाँडाहरू, स्टिलको
यस्तो जुन हामीले बनाउने खानेकुराहरूमा युज गर्न चाहिँ मलाई यो प्लास्टिकको भाँडामा भन्दा स्टिलको भाँडामा चाहिँ एकदमै चोखो जस्तो फिल हुन्छ। त्यही कारणले गर्दा मैले सबै त्यो एल्युमिनियम प्लास्टिक होइन, अब अहिले तामाको भाँडाहरू पनि आछ नि, केहीमा पनि बनाउँदिनँ। पूजा गर्दा त अब तामाको भाँडा चाँदीको भाँडा हो, नभए घरमा अब यस्तो बनाउँदा ट्रेहरू ऊहरू है, पहिलाको चिजहरू भनेको कति राम्रो हुन्छ। हुन त अहिले सजिलो प्लास्टिकको मेलामाइनको भाँडा भन्छन्, तर मलाई पहिला त्यति प्लास्टिकको भाँडाकुँडा हामी केटाकेटीमा हुँदा हुँदैन थियो। स्टिलकै भाँडाको युज थियो, स्टिलको थाल, स्टिलको के अरे सबै चिज भाँडाकुँडाहरू हुन्थ्यो। अनि अहिले त जे पनि एल्युमिनियम त्यस्तो आउँछ, मान्छेलाई एकदम इजी पनि बनाइदिएको छ प्लास्टिकका भाँडाकुँडाहरूले। तर त्यो हाम्रो हेल्थ वाइज चाहिँ नि त्यो एकदमै हार्मफुल हुन्छ जस्तो लाग्छ। तारा दिदीले यसरी लड्डु बनाउनलाई सबै मिक्स गर्दै हुनुहुन्छ। अब लड्डु बनेपछि थाहा हुन्छ कस्तो भएछ भनेर। मेहनत त धेरै नै गर्नुपर्छ है, तर म थोरै क्वान्टिटी बनाउँछु, अर्डर अनुसारले बनाउँछु। अहिले अर्डर गरेर अहिले मौका त्यो सामान नहुन पनि सक्छ। अर्डर गरेर कुर्ने एउटा पेसेन्स चाहिँ हुनुपर्छ। तर मैले बनाएको कुरा खाएपछि फेरि सबैजनालाई एकदम खुसी पनि लाग्छ, कस्तो गजबको बनेछ भनेर, कुनै दोमतै छैन। त्यही भएर जसलाई जे अर्डर गर्न परे पनि यस्तो खानेकुराहरूदेखि लिएर नन भेज बिरयानी, जे पनि बिरयानी पनि मेरो तारा दिदीले स्पेसल बनाउँछ। जे पनि अर्डर गर्दा हुन्छ, त्यो स्पेसल नै हुन्छ मेरो। म त्यही भन्न चाहन्छु। थ्याङ्क यू सो मच।